सानो हेलो गाइस भन्दा मेरो नाम इल्हाङ राई हो म प्ले ग्रुपमा पढ्छु भन्देऊ साथीहरू हानेर काम पनि सकिसक्यो अब चाहिँ म जाँदैछु घर जाने अरू पनि काम बाँकी छ वाउ कस्तो दाम देखिन्छ है अब चाहिँ म घर जान्छु काम पनि सकिसक्यो ल साथीहरूको कसलाई यस्तो एक्सपेन्सिभ जुत्ताहरू चाहिन्छ यस्तो दामी दामी है मैले त मार्टिन त 4 वर्ष भइसक्यो अझै फाटेको छैन अब के किन्नु होइन मार्टिनको त छैन रहेछ अरू अब म चाहिँ अरू जुत्ता किन्छु अहिले यो मार्टिन चाहिँ मलाई सानो जुत्ताहरू चाहिँ पुगेको अब चाहिँ अर्को जुत्ता किन्नु पर्ने भनेको अब कहिले कहिले धनी हुन्छु त्यसपछि किन्छु अहिले चाहिँ अब गरिब छु धनी भएपछि बल्ल किन्ने हो अब बाइक लिएर जानुपर्ने हुन्छ म चाहिँ अब फेरि यहाँनिर चाहिँ बाइक निकाल्दाखेरि ऊ माग्छ पैसा नदिनको लागि कार्ड चाहिन्छ कार्ड छ कि छैन फेरि कार्ड छैन भने चाहिँ फेरि यहाँनिर छरेछ गाडी यो कार्ड भएपछि चाहिँ पैसा किन्नु पर्दैन यहाँनिर पार्किङ गयो नभए त तपाईँको 2-3 घन्टा बसाइ हुन्छ 100-150 जति त दिनकै जान्छ त त्यसो नगर्नुको कारणले गर्दा यस्तो कार्ड बनाउनु पर्छ साथीहरू यहाँनिर को यो एरियामा हुनुहुन्छ तपाईँहरू पनि बनाइहाल्नुहोस् है पार्किङ शुल्क चाहिँ यसो तपाईँको छुट हुन्छ हेलो साथीहरू वाउ क्या दामी देखिएको के कपनदेखिको भ्यू यो चाहिँ दिस इज अ काठमाडौँ सिटी क्यापिटल अफ नेपाल खैरेली जस्तो नेपाल अनि यता चाहिँ कस्तो दामी प्लान भन्दा पनि फुल रोपेको छ हाम्रो भदैनीको हाम्रो सोनिका राई भदैनीको यो चाहिँ योगदान हो यता छ ऊ यतानिर रोपेको छ फुलहरू फुलिराखेको छ जस मेहनती छ हाम्रो भदैनीजी ऊ त्यहाँनिर आज सबै क्लिन गरेको छ आज चाहिँ भदैनीको बिदा हो त्यसको हुनुहुन्छ हाम्रो इल्हाङ राई हेलो वाट्सअप हेलो भन्देऊ न सानो हेलो गाइस भन्देऊ मेरो नाम इल्हाङ राई हो म प्ले ग्रुपमा पढ्छु भन्देऊ मेरो ड्याडीको नाम हो प्रेम राई भन्देऊ मेरो मामुको नाम हो प्रतिका राई भन्देऊ मेरो मामुले मलाई धेरै माया गर्छ आई मिस यु मामु भन्देऊ जस उसले खासै क्यामेरातिर आउनु अलिकति मान्दैन क्या गर्छ दौडिन्छ कस्तो दामी देखेको है रात पर्ने बेला यो सनलाइट पनि लास्ट अफ हुने बेला पुरै दामी देखिएको छ